7-8 लाख हुन्थ्यो होला कि आज मेरो 1 मिलियन पुग्थ्यो होला कि फलोअर्स मात्रै मेरो आइडी त कति बिहान भयो नि त हैन 3 लाख 4 लाखको त मेरो आइडी नै बिहान भयो अनि पछि त्यहाँ चाहिँ त्यस्तो हैन चिनी त चिन्छ नि त म यस्तो भएर कहिले जिन्दगीमा आएर मैले तपाईहरु सामु फल्नाले मलाई यस्तो गाली गर्यो मलाई ढिस्काले यस्तो गर्यो ढुस्काले मलाई यस्तो गर्यो भनेर मैले कहिले पनि तपाईहरु सामु भन्देको अरूको लागि हेर्दिन म त युट्युब हेर्छु युट्युबमा कसलाई भने म त हेर्छु युट्युब त मज्जाले हेर्छु साथै म त खोजी युट्युब त नि खोजी हेर्छु म त के आयो भनेर बुझ्नु नि खोजी हेर्छु के फिल्म फ्यामिली इज बेटर हो त मामु म त त्यस्तै आउँछु साच्चै कसम म त खोजी हेर्ने भाइ दुर्गा सिस्टर म त हेर्छु हेर्ने हो अझै हेर्न बाँकी नै छ म मुक्ति नजान के पाइन्छ मुक्ति नजाने भाइ म त जान बाँकी छ जाने हो उता नि जाने हो यता नि जाने हो सबैतिर चारतिर भ्याउने हो अब एकचोटि म लस्कार बैशाखदेखि अझै नरबाट छ उता अझै अब बैशाखदेखि फेरि एकचोटि म सब मन्दिरहरू जानु छ हैन धर्म कर्ममा इन्ट्रेस्ट म त एकदम धेरै हाँस्नु न दिदी मज्जाले म त हाँस्यो भने आहा पुरिन्छ भाइ त्यस्तो पो हुन्छ त च्या पुरिन्छ त्यही भएर म त चस्मा लाउन मन लाउँछ भाइ हो के हाँस्यो भने थ्याङ्क यू सो मच सानो अमृता बहिनी हो म त्यस्तो दिएर हुँदैन अमृता मलाई त्यस्तो दिएर हुन्छ नक्कली अलिक ठुलो दे हो त नि कपाल अगाडि झार्न पर्यो गाइजहरू कहिले हो म त रातभरि खुट्टेको दिन्छु हो र है होइन यो आमसारी किसिस गरेर हाँस्यो कि अझ दिएन कस्तो रहेछ हामीले त आनन्द लिएका छौँ दिदी म नि आनन्द लिन्छु भाइ अहिले त साथीहरू अरू कुरा भारमा जाए दिदी बोलेको सुन्दा त उहिलेको याद आयो कस्तो उहिलेको याद आयो खुइलेको याद आयो कि बहिनीहरू वाउ ल ल ल ल वै अमृता ओइ अमृता मलाई एउटा उडी चुप्पा देऊ न यहाँ रहेछ है नाइजु अरू पनि यो रहेछ यो पनि रहेछ उसले भान्जी एउटा सानो झोला यो सिङ्गल हट्ने ती पनि सिकुन लाग्यो अब 2-3 पिस मात्रै खायो रातो उहिलेको खुलेको नि सम्झिनु पर्छ त्यो उसलाई यसलाई होइन पर्वत पठाएको कि 5 पिस ए अघि भर्खरको आएन बिचारा त्यही भनेको आएन त्यसलाई मैले पर्खिनु म दिन्छु के भन अहिले छोडिदिनु भयो फुर्सद भएपछि हाल्ला नि छोडिदिन्छु 1220 यो त फेरि मागिनु डसिहाल्छ फेरि यसलाई म क्युआर पठाइदिन्छु बिर्सी कि बा क्युआर नभएर पनि हुनसक्छ कि अहिले पठाउनु भने राति उनीहरू फ्री भएपछि हालिदिन्छन् नि त कहाँ गयो फेरि क्युआर खाना खाने होइन अब तपाईँहरू खानु नि जानु सिक्री बाहिर निकालेर देखाउनु न देखाएकै हो भोक लागेन बोल्नु न हो दिदी हजुर शीतल भएको छ अहिले त यस्तो म त जहिले शीतलै हो नि भाइ कहिले थिएँ र म न शीतल जहिले शीतल हो म यहीँ खान्छु ल्याउनु हुन म यहीँ खान्छु तपाईँ खानुभयो खाएन मैले यिनीहरूलाई मात्रै दिएछु अहिले अनि मलाई चार्जर ल्याइदिनु म बस्छु एकछिन कति केजी हुनु तपाईँ जानु जानु है सुत्न अहिले भाडा बाँध्न पर्यो काम भ्याउन पर्ने ए तपाईँ नि त्यही 12 बज्छ ल्याउनु पर्यो म 12 बज्छ यहीँ लाइभ बस्छु मलाई चार्जर ल्याइदिनु सलोनी भाइ चाहिँ सलोनी खानलाई चाहिँ 1 पिस आउन त अलिक टाइम लाग्छ दिदी अहिले बल्ल अब गर्मीको कर्सेटबाट सुरु हुँदैछ 1 पिसहरू अलिक बनिसकेको छैन के गाइज कर्सेटहरू भेट्न मिल्छ मन छ दिदी आउन पर्यो न चावडा गुड्का भने खाने यार यो उस गर्न पर्यो के त्यो भाउजूलाई किन्न आएको भाइ उहाँ कोरियाबाट सामान पनि हिँड्दै त कति सजिलो छिटै आउँछ त नि टाइम त लाग्छ नि त ए चारवटा बुक भइसक्यो ल्याइदिमै खाना
मलाई यहीँ ल्याइदिनु चम्चाले खाने क्या हातले म चम्चाले खान्छु अब त चम्चाले खायो भने चम्चाले चाहिँ खाने हुनु भइसक्यो पेट घट्दो रहेछ भन्ने मात्र होला नि खै। होइन हुँदो रहेछ हिजो मैले अन्दाज गरेँ क्या नअगाइने के मन नअगाउँदो बिना रहेछ सिस्टर जिरो फिगर हुन लागिसक्यो सिस्टर ओ जिरो फिगर अरे अरे बा म मर्छु नि कि क्या हो अनि बेलुका चाहिँ उस खानुपर्छ फेरि जिरो फिगर अरे हुन पर्यो नि त होइन आफ्नो चाहिँ उहाँ बुढा चाहिँ राजकुमार जस्तो पाउने माइजू मलाई चार्जर लिएर आइदिनु प्लिज अनि त्यस पछाडि चाहिँ अनि मलाई के अरे अनि मेरो बुढा चाहिँ हुनेवाला उहाँ हिरो अरे म चाहिँ कहाँ प्याक्ल्याक्क भुँडी निस्केको यता भ्याक्ल्याक्क निस्केको हुनु त नि हो कि होइन भन त म नि त हुनु पर्यो नि त रानी जस्तो त हो कि होइन भन गाइजहरू हो कि होइन भन न हौ पर तर म त दुब्ला भने त बुढी हुन्छु होला भाइ छ्या हो भाइ है होइन म साँच्चै म दुब्ला भने त बुढी देखिन्छु भाइ म मोटी ठिक छु हो के सानो म सानोदेखि त मोटो हो नि त अनि त्यस कारणले गर्दाखेरि चाहिँ के म मोटा भने त बुढी दिन्छु केरा सिस्टर नमस्कार के गर्दै हुनुहुन्छ सन्चै हुनुहुन्छ तपाईँले मलाई अब चाहिँ उस पठाउनु पर्यो राशिको औँठी तपाईँले एउटा मलाई राशिको औँठी पठाइदिनु पर्यो क्या सिस्टर मेरो राशि चाहिँ कर्कट हो है अब आफै बनाएर पठाउनु त ल तर कालचिम्लामा लाउने फेरि पञ्चधातुको किन भन्दाखेरि चाहिँ ठुलो नपठाउनु कालचिम्लामा हुने हो ठ्याक्कै साइज त थाहै छैन मलाई त भाइ क्यानी हो साइजको दाम म अब साइज भन्दा साइज छैन साइज चाहिँदैन क्या यसो क्यापर कुप ए हुन्न फेरि मोटो चाहिन्छ न केले नाप्ने हो र इन्ची टेपले नाप्ने हो साइज चाहिन्छ इन्ची टेपले हो नाप्ने तपाईँको म्यासेजै आएन यार चाँदीको लगाउनु चाँदीको छ मामा के अरे त्यो औँठी बनाउनु पर्यो भने चाहिँ उसले बनाउने हो यो इन्ची टेपले नाप्ने हो मलाई चार्जर ल्याइदिन्न के मामा इन्ची टेप नाप्ने हो ढुङ्गले नाप्ने मेसेज गरे हुन्छ मेसेज गर्छु सुन पसलमा गएर साइज भन्नु दिजु कागज हेर्नु गेस्टमा लिनु त अरे ल लिन मिल्दैन मेरो मिल्दैन के सिस्टर यस्तो भछ के भन्छ कुन्नी ओए गाई सबैजनाले होइन म तपाईँहरूलाई मेरो लिन मिल्दैन के सिस्टर यस्तो हुन्छ के भएको तपाईँहरूलाई एकदम राम्रो चाहिँ पञ्चधातुको चाहिँ साइज नाप्नको लागि म तपाईँलाई पठाउँछु ल सुन्नु न धागोले नाप्नु ल अनि के अरे हुन्छ सुन पसलमा गएर हसासमा बनाएर पठाउँछु ल अनि सुन्नु न सबैलाई पञ्चधातुको सामानहरू चाहिन्छ भने चाहिँ उहाँ कारा कलेक्सनलाई सम्झिनु ल बुझ्नुभयो नि त्यहाँ ट्याक्कै पारिदिनु भयो त्यहाँ भयो रहेछ ल साथीहरू यहाँ रहेछ त अहिले मैले रातो सक्यो भन्नु त यार खै ठुलो साइजको कि ए बाली जस्तो भएछ हस् हुन्छ म सोधेर अनि तपाईँलाई भन्छु ल मेरो परानी बहिनी ओके छ त डन छ त त्यो गुड्का किन यस पछाडि नआएको होला नि त्यो गुड्का पनि कति बेला आउने रहेछ ल साथीहरू अनुहार पनि सानी सिस्टर एकदम धेरै अनुहार कालो पोतो ढब्बाहरू आएको छ भने पनि तपाईँहरूले मलाई सम्झिन सक्नुहुन्छ ल सुन्नु न के अरे 650 को पनि